नमस्कार। सम्भावित आइस हिरासत वा गिरफ्तारीको लागि कसरी तयारी गर्ने? यस भिडियोमा सम्भावित आइस हिरासतको लागि तयारी गर्न के गर्न सकिन्छ र यदि तपाईँ वा तपाईँको प्रियजन आइसद्वारा पक्राउ र हिरासतमा परेमा के गर्ने भन्ने बारे जानकारी दिएको छ। यो जानकारी विशेष गरी भर्मान्ट र न्यू इङ्ल्यान्डका मानिसहरूका लागि बनाएको हो। यो संयुक्त राज्य अमेरिका भरका मानिसहरूका लागि पनि लागू हुन्छ। यस भिडियोमा धेरै जानकारी छ। यो सबै जानकारी महत्त्वपूर्ण छ। यो भिडियोलाई हेर्न आफ्नो समय निकाल्नुहोस् र आफ्नो परिवार र साथीहरूसँग साझा गर्नुहोस्। हामीले सुरु गर्नु अघि यहाँ सम्झनु पर्ने 3 सबैभन्दा महत्त्वपूर्ण कुराहरू छन्। यसको बारेमा वकिलसँग कुरा नगरेसम्म आइसले तपाईलाई दिने कुनै पनि कुरामा कागजातहरूमा हस्ताक्षर नगर्नुहोस्। आइसलाई तपाईसँग झुट बोल्न अनुमति छ। अमेरिकामा बस्ने विश्वसनीय व्यक्तिको फोन नम्बर साथै तपाईको ए नम्बर यदि तपाईसँग छ भने सम्झनुहोस्। आफ्ना सबै अध्यागमन र पहिचान कागजातहरूको मूल वा प्रतिलिपिहरू एकसाथ जम्मा गर्नुहोस् र यदि तपाईँ वा तपाईको प्रियजन हिरासतमा छन् भने तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नुहोस् जहाँ विश्वसनीय व्यक्तिले सजिलै फेला पार्न सक्छन्। यहाँ अमेरिकामा आप्रवासीहरूले पाउने विभिन्न अधिकारहरूको संक्षिप्त सीमालोकन छ। यो जानकारी अनलाइनमा पनि व्यापक रूपमा उपलब्ध छ। लिङ्कहरू र थप जानकारीको लागि यस भिडियोको टिप्पणी खण्डमा जानुहोस्। अमेरिकामा आप्रवासन स्थिति मूलत निश्चित अधिकारहरू प्राप्त गर्ने अधिकार हो। अमेरिकामा राष्ट्रपति सामान्यतया अध्यागमनको जिम्मेवारीमा हुन्छन्। अमेरिकामा महत्त्वपूर्ण अध्यागमन कानुनहरू छन् जुन राष्ट्रपतिले परिवर्तन गर्न सक्दैनन्, तर अध्यागमन अदालतहरूले ती कानुनहरू कसरी व्याख्या र प्रयोग गरिन्छ भनेर परिवर्तन गर्न सक्छन्। विभिन्न प्रकारका अध्यागमन स्थिति भएका मानिसहरूका फरक अधिकारहरू हुन्छन्। यदि तपाईसँग आप्रवासन स्थिति छैन भने यदि कुनै आइस अधिकारीहरूले तपाईलाई प्रश्न सोधे भने तपाईसँग मौन बस्ने अधिकार छ। तपाईले सधैँ आइस अधिकारीहरूलाई पहिचान देखाउनु पर्दैन। अमेरिकी सीमामा रहेका आप्रवासीहरूलाई उनीहरूको आप्रवासन स्थितिको प्रमाण देखाउन आग्रह गर्न सकिन्छ र तपाईले आज्ञा पालना गर्ने वा नगर्ने भनेर छनौट गर्न सक्नुहुन्छ, तर ध्यान गर्नुहोस् तपाईको स्थितिको प्रमाण देखाउन अस्वीकार गर्नु हिरासतको कारण हुन सक्छ। यदि तपाईले शरण वा अन्य प्रकारको आप्रवासन राहत वा आप्रवासन स्थितिको लागि आवेदन दिनुभएको छ भने यदि अध्यागमन अधिकारीहरूले सोधेमा तपाईले आफ्नो पहिचान देखाउनुपर्छ। अमेरिकाका सबै मानिसहरूसँग यी सामान्य अधिकारहरू छन्। तपाईले अमेरिकी न्यायाधीशद्वारा हस्ताक्षर गरिएको वारेन्ट बिना कुनै पनि आइस वा कानुन अधिकारीहरूलाई आफ्नो घरमा प्रवेश दिनु पर्दैन। यदि आइसले तपाईलाई कुनै पनि कागजातमा हस्ताक्षर गर्न माग गर्छन् भने तपाईले आफ्नो मातृभाषामा कागजातको प्रतिलिपि प्राप्त नगरेसम्म र बुझ्न नसकेसम्म हस्ताक्षर गर्न अस्वीकार गर्ने अधिकार तपाईलाई छ। तपाईसँग आइसद्वारा तपाईलाई प्रस्ताव गरिएको कुनै पनि कुराहरूमा हस्ताक्षर गर्न अस्वीकार गर्ने अधिकार छ। आइसलाई कागजातको बारेमा तपाईसँग झुट बोल्न अनुमति छ, त्यसैले तपाईले उनीहरूको कुरा सुन्नु पर्दैन। साथै रोजगारदाताहरूले सामान्यतया नियम बनाउन सक्छन् कि त्यो कार्यस्थलको लागि केवल एक व्यक्ति जस्तै हाकिमले केवल आइससँग कुरा गर्न सक्छन् र कर्मचारीहरूले आइस अधिकारीहरूलाई यो नियम बताउनुपर्छ र अदालतको वारेन्ट नभएसम्म उनीहरूलाई निजी क्षेत्रहरूमा जान वा कम्प्युटर जस्ता चिजहरूमा पहुँच गर्न नम्रताका साथ अस्वीकार गर्नुपर्छ। तपाईले यस भिडियोको टिप्पणी खण्डमा जाँच गरेर आफ्नो अधिकारको बारेमा थप जान्न सक्नुहुन्छ।
सरकारलाई कुनै व्यक्तिको हालको स्थितिको अंशको रूपमा भएको कुनै पनि अधिकार उल्लङ्घन गर्ने अनुमति छैन, तर आइस र सरकारका अन्य भागहरूले सधैँ आफ्नो नियमहरू पालना गर्दैनन्। त्यसैले जब आइस वा सरकारले तपाईको अधिकार उल्लङ्घन गर्छन्, के गर्ने भनेर जान्न महत्त्वपूर्ण छ। जब अधिकार उल्लङ्घन गरिन्छ, वर्तमान अमेरिकी राष्ट्रपतिको अधीनमा यो यदि तपाईको अधिकार उल्लङ्घन हुनेछ भन्ने प्रश्न होइन, तर यो कहिले तपाईको अधिकार वा आइस अमेरिकी अध्यागमन प्रणालीहरूका अन्य भागहरूद्वारा उल्लङ्घन हुनेछ भन्ने प्रश्न हो। अहिले सरकारले जनताको अधिकार उल्लङ्घन गर्ने सबैभन्दा ठूलो तरिका भनेको आइसले गैर कानुनी तरिकाहरू वा कारणहरू प्रयोग गरेर मानिसहरूलाई पक्राउ गर्नु र हिरासतमा राख्नु हो। यी धेरै गैर कानुनी गिरफ्तारी र हिरासतहरूलाई तपाईँ वा वकिलद्वारा चुनौती दिन सकिन्छ, तर के गर्ने भनेर जान्न गाह्रो हुन सक्छ। जब तपाईँ वा तपाईको प्रियजनलाई हिरासतमा राखिन्छ, तब के गर्ने? दुर्भाग्यवश भर्मन्टमा आइसद्वारा हिरासतमा राखिएका प्रत्येक व्यक्तिहरूको प्रतिनिधित्व गर्न पर्याप्त अध्यागमन वकिलहरू छैनन्। तपाईँ भर्मन्टमा वकिल फेला पार्ने वा काम गर्ने बारे थप जानकारी भएको भविष्यको भिडियोको लागि तत्पर हुन सक्नुहुन्छ। अहिलेको लागि कृपया तपाईले जान्नुहोस् कि वकिलहरूले केही कानुनी नियमहरू पालना गर्नुपर्छ, जसले तिनीहरूलाई केही मुद्दाहरू लिन र अध्यागमनको जिम्मेवारीमा रहेको अमेरिकी सरकारबाट केही कुराहरू माग्न अनुमति दिन्छ, र यी नियमहरू कहिलेकाहीँ रातारात परिवर्तन हुन सक्छन्। भर्मन्टमा आइसद्वारा कुनै व्यक्तिलाई पक्राउ वा हिरासतमा लिँदा भर्मन्टले हाम्रो आप्रवासी समुदायलाई स्रोतहरू प्रदान गर्दछन्। तपाईले आप्रवासी न्यायको आपतकालीन लाइन मार्फत आइस गिरफ्तारीको रिपोर्ट गर्न सक्नुहुन्छ। 802-881-7229 मा सम्पर्क गर्न सक्नुहुन्छ। यो लाइन गिरफ्तारी र हिरासतको लागि मात्र हो। तपाईले vaap.org/help मा कानुनी मुद्दाको लागि इन्टेक फारम भर्न सक्नुहुन्छ। यदि तपाईँ वा तपाईको प्रियजन पक्राउ पर्नुभयो वा हिरासतमा पर्नुभयो भने यहाँ सम्झनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू: जबसम्म तपाईले वकिलसँग कुरा गर्नुभएको छैन, तपाईले आइसले तपाईलाई दिने कुनै पनि कागजातहरूमा हस्ताक्षर गर्नु पर्दैन। आइसले मानिसहरूलाई कागजातहरूमा हस्ताक्षर गराउन जुनसुकै पनि प्रयास गर्नेछन्, जसको अर्थ तपाईँ आफ्नो निर्वासनमा सहमत हुनुहुन्छ भन्ने हो। आइस तपाईलाई तपाईसँग झुट बोल्न र कागज राम्रो हो भनेर भन्न अनुमति छ, जबकि यो वास्तवमा केही नराम्रो कागज हुनेछ। तपाईले पढ्न नसकेसम्म वा नबुझेसम्म आफ्नो भाषामा भएको कागजात हस्ताक्षर गर्न अस्वीकार गर्न सक्नुहुन्छ। आइसले गाली गर्न सक्छन्, तपाईलाई सानो कोठामा बस्न बाध्य पार्न सक्छन्, वा तपाईले तिनीहरूको फारममा हस्ताक्षर नगरेसम्म तपाईलाई खाना वा पानी दिन पनि अस्वीकार गर्न सक्छन्। तपाईले अझै पनि आइसबाट कुनै पनि कुरामा कागजातमा हस्ताक्षर गर्नु पर्दैन। तपाईले वकिलसँग कागजात समीक्षा नगरेसम्म हस्ताक्षर गर्न अस्वीकार गर्ने अधिकार तपाईलाई छ। यहाँ केही उपयोगी स्रोतहरू छन् जुन तपाईँ वा तपाईको प्रियजन हिरासतमा परेका अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ। यी सबै लिङ्कहरू यस भिडियोको टिप्पणी खण्डमा उपलब्ध छन्। आप्रवासन अदालत मुद्दा खोज। यस वेबसाइटले तपाईलाई व्यक्तिको ए नम्बर यदि तिनीहरूसँग छ भने र तिनीहरू जन्मेको देश प्रयोग गर्न अनुमति दिन्छ, जहाँ त्यो व्यक्तिको आप्रवासन मुद्दाको बारेमा सबैभन्दा अद्यावधिक जानकारी हेर्न उपलब्ध छ। यो साइट अङ्ग्रेजी र स्पेनिसमा उपलब्ध छ। आइस बन्दी लोकेटर। यस वेबसाइटले जहाँ आइसद्वारा व्यक्तिहरूलाई राखिएको छ भनेर पत्ता लगाउन तपाईलाई व्यक्तिको ए नम्बर यदि तिनीहरूसँग छ भने वा तिनीहरूको नाम र जन्ममिति साथै तिनीहरू जन्मेको देश प्रयोग गर्न अनुमति दिन्छ। यो जान्नु महत्त्वपूर्ण छ यदि कुनै व्यक्ति हाल एक स्थानबाट
अर्को स्थानमा सारिएको छ वा यदि उनीहरूलाई अझै आइस प्रणालीमा दर्ता गरिएको छैन वा यदि उनीहरूलाई आइस हिरासत केन्द्रको सट्टा अमेरिकी राज्यद्वारा सञ्चालित हिरासत केन्द्रमा राखिएको छ भने यो जानकारी अद्यावधिक नहुन सक्छ। भर्मान्ट जेल ट्र्याकर। भर्मान्टमा आइसले भर्मान्ट राज्यका जेलहरूमा र वरपर पक्राउ परेका मानिसहरूलाई आइस हिरासत केन्द्रको सट्टा राज्यका जेलहरूमा राख्नु सामान्य हो। भर्मान्टमा राज्यभित्र कुनै आधिकारिक आइस हिरासत केन्द्रहरू छैनन्। आइसले भर्मान्टमा पक्राउ परेका धेरैजसो मानिसहरूलाई राज्यको उत्तर पश्चिमी भागमा रहेको भर्मान्ट सञ्चालित जेलमा ल्याउनेछन्। आइसले यी भर्मान्ट जेलहरूमा मानिसहरूलाई 1 वा 2 हप्ताको लागि राख्नेछन् र त्यसपछि आइसले तिनीहरूलाई अर्को राज्यको आधिकारिक आइस हिरासत केन्द्रमा सार्नेछन्। जब व्यक्ति आइपुग्छन् र अर्को राज्यको आधिकारिक आइस हिरासत केन्द्रमा दर्ता हुन्छन्, तिनीहरू त्यसपछि आइस हिरासत लोकेटरमा देखा पर्नेछन्। यदि आइसले कुनै व्यक्तिलाई भर्मान्ट राज्यको जेलमा राखेका छन् भने तपाईले भर्मान्टको जेल ट्र्याकरमा अनलाइन तिनीहरूलाई फेला पार्न सक्षम हुनुपर्दछ। यो जानकारी यस भिडियोको टिप्पणीमा उपलब्ध छ। यदि आइसले कुनै व्यक्तिलाई कुनै राज्यद्वारा सञ्चालित जेलमा वा जेलमा राखेका छन् भने तपाईले त्यो राज्यको सुधार विभाग स्रोतहरू प्रयोग गरेर तिनीहरूलाई अनलाइन फेला पार्न सक्षम हुनुपर्दछ। यहाँ केही जानकारीहरू छन् जुन तपाईले पहिले नै तयारी गर्न सक्नुहुन्छ। यदि तपाई वा तपाईको प्रियजनलाई आइसद्वारा हिरासतमा राखिएको छ भने तपाईका सबै अध्यागमन कागजातहरूको मूल प्रतिलिपिहरू सङ्कलन गर्नुहोस् र तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नुहोस् जुन तपाईलाई हिरासतमा राखिएको अवस्थामा विश्वसनीय व्यक्तिले फेला पार्न सक्छन्। सम्भव भएसम्म यी कागजातहरूको मूल प्रतिलिपिहरू राख्नु राम्रो हुन्छ। यदि तपाईले आइसलाई देखाउनु पर्ने भएमा यी कागजातहरूको फोटोकपीहरू आफूसँग बोक्नु राम्रो हुन्छ र मूल कागजहरू सुरक्षित स्थानमा राख्नुपर्छ। फोनमा फोटो राख्नुभन्दा कागजी फोटोकपीहरू राख्नु राम्रो हुन्छ किनभने आइसलाई प्राय तपाईको फोन खोज तलास गर्न अनुमति दिइन्छ। यदि कुनै वकिलले तपाईको मुद्दामा मद्दत गर्न सक्षम छन् भने उनीहरूले तपाईको अध्यागमन मुद्दाहरूको बारेमा तपाईले प्राप्त गर्नुभएको प्रत्येक कागजात वा सन्देशहरूको प्रतिलिपि हेर्नुपर्ने हुन्छ। यदि तपाईले केही कागजातहरू हराउनु भएको छ भने आफ्नो कागजातहरूको अर्को प्रतिलिपि प्राप्त गर्ने प्रयास गर्नुहोस्। अर्को राम्रो सुझाव, यदि तपाई आइस वा सरकारसँग सम्पर्कमा आउन सक्नुहुन्छ भन्ने लाग्छ भने तपाईले विश्वास गर्ने कसैलाई बताउनुहोस् र उनीहरूले तपाईलाई पछि कति बजेसम्ममा खोजी गर्ने भनेर अपेक्षा गर्ने भन्ने बताउनुहोस्। आफ्नो पहिचान कागजातहरूको प्रतिलिपिहरू बनाउनुहोस् र तिनीहरूलाई तपाईको अध्यागमन कागजातहरूसहित सुरक्षित ठाउँमा राख्नुहोस्। यदि तपाईलाई हिरासतमा लिइयो भने आइसले तपाईको फोन र तपाईसँग भएका कुनै पनि सामानहरू लिनेछन्। जब तपाई पक्राउ पर्नुहुन्छ, तपाईको खल्ती पर्समा रहेको तपाईको पहिचान कागजहरू, तपाईको राहदानी पत्र, इजाजत पत्र वा कार्य प्राधिकरण पत्रहरू हुन सक्छन्। गिरफ्तारी वा हिरासतपछि आइसले कहिलेकाहीँ यी कागजातहरू पनि हराउनेछन्। तपाईको पहिचान कागजातहरूको प्रतिलिपिहरू बनाउनु वा स्पष्ट र राम्रोसँग उज्यालो तस्बिर खिच्नु राम्रो हुनेछ। तस्बिरहरूको प्रतिलिपिहरू तपाईको अध्यागमन कागजहरू सहित विश्वसनीय व्यक्तिसँग छन् भनी सुनिश्चित गर्नुहोस्। आइसद्वारा पक्राउमा पर्नुभयो भने तपाई आफ्नो फोन पहुँच गर्न सक्षम हुनुहुने छैन। यदि तपाईसँग ए नम्बर छ भने आफ्नो ए नम्बर सम्झनुहोस्। अमेरिकी सरकार वा अमेरिकी अध्यागमनसँग अन्तर्क्रिया गरेका धेरै व्यक्तिहरूसँग ए नम्बर भनिने 9 अङ्कको नम्बर हुनेछ। प्राविधिक रूपमा यो एलियन नम्बर हो।
अमेरिकी अध्यागमनसँग अन्तर्क्रिया गरेका सबैसँग ए नम्बर हुँदैन, तर तपाईले आफ्नो सबै अध्यागमन कागजहरू जाँच गर्न सक्नुहुन्छ र यो नम्बर छ कि छैन भनेर पत्ता गर्न सक्नुहुन्छ। यो नम्बरले वकिलहरू र तपाईका प्रियजनहरूलाई तपाईँ र तपाईको मुद्दाको बारेमा धेरै जानकारी खोज्न र यदि तपाईलाई आइसद्वारा हिरासतमा राखिएको छ भने तपाईको स्थान पत्ता लगाउन अनुमति दिन्छ। विश्वसनीय साथी वा परिवारको सदस्यको फोन नम्बर सम्झनुहोस्। यदि तपाईलाई हिरासतमा राखिएको छ भने आइसले तपाईलाई पक्राउ गर्दा तपाईको फोन र तपाईसँग भएका कुनै पनि सामानहरू लिनेछन्। तपाईले आफ्नो फोनमा फोन नम्बरहरू हेर्न सक्षम हुनु हुँदैन। विश्वसनीय व्यक्तिको फोन नम्बर सम्झनुहोस् ताकि तपाईँ तिनीहरूलाई हिरासत केन्द्रभित्रबाट कल गर्न सक्नुहुन्छ। यदि तपाईँ वा तपाईको परिवारको वकिलले तपाईको अध्यागमन मुद्दाको कुनै पनि भागमा मद्दत गरिरहेका छन् भने उनीहरूको फोन नम्बर सम्झनुहोस्। यदि तपाईको वकिलले तपाईको आइस हिरासत मुद्दामा तपाईलाई मद्दत गर्न सक्दैनन् भने पनि वकिललाई फोन गर्नु र तपाईलाई हिरासतमा राखिएको छ र तपाईलाई कहाँ राखिएको छ भनेर उनीहरूलाई थाहा दिनु सधैँ राम्रो हुनेछ। आइस वा प्रहरीहरूको कुनै पनि प्रश्नहरूको जवाफ दिनु अघि तपाईसँग सधैँ वकिलसँग कुरा गर्ने अधिकार हुन्छ। आइसले तपाईलाई यस्तो अधिकार नभएको जस्तो व्यवहार गर्नेछन्। त्यसैले बलियो रहनुहोस् र वकिलसँग कुरा नगरी उनीहरूले तपाईलाई दिने कुनै पनि कागजातहरूमा हस्ताक्षर गर्न अस्वीकार गर्न तपाईको हातमा हुनेछ। तपाईँ एक विश्वसनीय व्यक्ति हुनुहुन्छ र तपाईको परिवार र समुदायसँग तपाईको गहिरो सम्बन्ध छ भनेर देखाउने कागजातहरू सङ्कलन गर्न सुरु गर्नुहोस्। यदि कुनै व्यक्तिलाई आइसद्वारा हिरासतमा राखिएको छ भने आइसले सामान्यतया व्यक्तिलाई देश निकाला गर्ने प्रयास गर्न कानुनी मुद्दा सुरु गर्नेछन्। यो लामो प्रक्रिया हुन सक्छ र आइसले मुद्दाको सम्पूर्ण समयको लागि सबैलाई हिरासतमा राख्न बाध्य पार्ने प्रयास गर्दछन्। आइस हिरासतमा रहेको व्यक्तिले न्यायाधीशलाई हिरासत बाहिर आफ्नो अदालतको मिति पर्खन अनुमति माग्न सक्छन्। यसलाई बन्ड भनिन्छ र यो अमेरिकामा जमानत गराउने तरिका हो। न्यायाधीशले व्यक्तिले तिर्नुपर्ने निश्चित रकम तोक्न सक्छन्। यदि व्यक्तिले रकम तिर्छन् भने उनीहरूलाई आइस हिरासतबाट मुक्त गर्न सकिन्छ र उनीहरूलाई हिरासतमा नभई आफ्नो समुदायसँग घरैमा आफ्नो अदालतको मिति पर्खन सक्छन्। यद्यपि यो प्रक्रिया सरकारद्वारा आक्रमण भइरहेको छ र नियमहरू छिटो र बारम्बार परिवर्तन भइरहेका छन्। बन्ड धेरै प्रकारका अध्यागमन मुद्दाहरूको लागि विकल्प नहुन सक्छ। न्यायाधीशले बन्डमा सहमत हुनको लागि न्यायाधीशले दुई फरक कुराहरूमा विश्वास गर्छन्। व्यक्ति समुदायलाई खतरा छैनन् र अर्को सुनवाईको समय आउँदा व्यक्तिले आफ्नो अदालतको मिति छोड्ने छैनन्। यी दुई कुराहरू देखाउनको लागि परिवारहरूले न्यायाधीशलाई प्रमाण देखाउने जानकारी र प्रमाणहरू सङ्कलन गर्न सुरु गर्न सक्छन्। यहाँ केही उदाहरणहरू छन्। तपाईको हाकिमबाट एउटा पत्र जसमा तपाईको जागिर छ, तपाईँ काममा आउनुहुन्छ र तपाईँ एकदम विश्वासिलो व्यक्ति हुनुहुन्छ भनेर व्याख्या गरिएको छ। तपाईले भाग लिनुभएको कुनै पनि सामुदायिक संस्थाहरूबाट एउटा पत्र जसले तपाईँ आफ्नो समुदायसँग जोडिनु भएको छ। तपाईँ आफ्नो अर्को अदालतको मिति अघि छोड्नुहुन्न वा लुक्नुहुन्न। तपाईले आफ्नो चर्च वा अन्य सामुदायिक समूहहरूबाट यी पत्रहरू सङ्कलन गर्न सक्नुहुन्छ। तपाईले समुदायका साथीहरू, परिवारहरू, छिमेकीहरू र नेताहरूबाट पत्रहरू जसमा एक तपाईँ सुरक्षित र विश्वसनीय व्यक्ति हुनुहुन्छ वा अन्य तपाईको समुदायसँग दृढ रूपमा जोडिनु भएको छ भनेर व्याख्या गरिएको छ। उपलब्ध भएमा निश्चित आवासीय ठेगानाको पत्र पनि ल्याउन सक्नुहुन्छ। यो भिडियोमा धेरै जानकारी दिइएको छ। कृपया यसलाई हेर्नुहोस्, मनन गर्नुहोस् र बुझ्नुहोस्।
ताकि तपाईँले अरूसँग साझा गर्न सक्नुहुन्छ। हामी धेरै डरलाग्दो समयबाट गुज्रिरहेका छौँ। कृपया आफ्नो परिवारको र आफ्नो समुदायको ख्याल गर्न नबिर्सनुहोस्। धन्यवाद।